सो हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ गाइज म तपाईँहरूलाई भन्नेवाला छु केही टिप्सहरू कि ब्लग सुटमा ल्याग कसरी रिड्युस गर्ने। च्यानलमा नयाँ हुन्छ भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। र अब भिडियोतिर बढौँ है त। स्टेप 1, सबैभन्दा अगाडि तपाईँले आफ्नो रोब्लक्सको सेटिङमा गएर स्क्रोल गरेर तल ग्राफिकमा गएर यहाँ म्यानुअलमा लगेर यसलाई अब तपाईको हिसाबले अब मोबाइल कतिको स्मुथ चल्छ यो घटाए रिड्युस भएपछि त्यति राख्नु हुन्छ। म चाहिँ एकै राख्छु किनभने त्यही रिड्युस मोसनलाई पनि अफ नै राख्नुस्। अनि सो स्टेप 2 चाहिँ सिम्पली आफ्नो यो ब्लग सुटको सेटिङमा गएर ब्याकग्राउन्ड म्युजिकलाई अफ राख्नु, अनि लाइभ भिएफएक्सलाई पनि अफ राख्नु, क्यामेरा सेकलाई पनि अफ राख्नु र यहाँ फास्ट मोडलाई अन गर्नै पर्छ। स्टेप मोबाइल चार्जर लगाएर नखेल्नु होला गेम, किन भनेपछि यो मोबाइल हिट भएर ल्याग स्टार्ट हुन सक्छ। त्यही भएर तपाईले कहिले पनि चार्ज लगाएर नखेल्नु होला र तपाईहरुले 50% भन्दा तल ब्याट्री भएको छ भने चार्ज गरिहाल्नु होला, नत्र भने तपाई 50% भन्दा तलमै खेल्नु भयो भने तपाईको ल्याग हुन सक्छ। स्टेप 4 चाहिँ तपाईले आफ्नो रिजनमा खेल्नु होला। तपाईलाई थाहा नै छ होला नेपालको रिजन छैन भनेर, त्यसैले अब तपाई अब नजिकको कन्ट्री खेल्न सक्नुहुन्छ। लाइक इन्डिया भयो, अरु अब त्यस्तै अब नजिकका कन्ट्रीहरु खेल्न सक्नुहुन्छ। र अब आजलाई यति नै। अब थ्याङ्क्स फर वाचिङ, बाइ बाइ।